हौसला रख। The Guestlink Media एक न एक दिन तुझे presents कामयाबी जरूर मिलेगी। तेरी किस्मत का तारा जरूर चमकेगा। लड़ना सीख, मरना नहीं। नमस्कार, एनटीभी प्लस हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शकवृन्दहरूलाई कार्यक्रम प्रवर्धनमा स्वागत छ। दर्शकवृन्द, सदाझै आज पनि हामीले कार्यक्रममा विविध विषयवस्तुहरू लिएर उपस्थित भइसकेका छौं। कार्यक्रम हेर्दै गर्नुहोला। अहिले धेरै युवाहरू रक्सी तथा लागू पदार्थ दुर्व्यसनको लतमा फसिरहेका छन्। यस्ता युवाहरूलाई उपचार गर्नको लागि धेरै सुधार केन्द्रहरू पनि खुलिएका छन्। यिनै मध्ये एक हो नमस्ते उपकार नेपाल सुधार केन्द्र। तारकेश्वरमा अवस्थित यो सुधार केन्द्रको बारेमा अब हामी तपाईहरुलाई देखाउँदैछौं। लागू औषध र मादक पदार्थको नशा यस्तो रोग हो जसले हाम्रो घर, परिवार, समाज सबै तहस नहस पारेको हुन्छ। धेरै मानिसहरू यसको लतमा फसिरहेको छ। समयमा नै उपचार नगर्दा यस्तो लतमा लागेकाहरूलाई एचआईभी एड्स, हेपाटाइटिस तथा विभिन्न संक्रमित रोगहरू लाग्न सक्छ। त्यसैले यस्तो कुलतमा फसेका युवा तथा प्रौढ व्यक्तिहरूलाई समयमा नै सही उपचार र परामर्शको निकै खाँचो हुन्छ। यसै आवश्यकतालाई राम्ररी बुझेका तारकेश्वरमा अवस्थित नमस्ते उपकार नेपाल सुधार केन्द्रका संस्थापक प्रवीण शिवाकोटीले विगत 22 वर्षदेखि समाजमा लागू औषध सम्बन्धी विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू गर्दै आफ्नो सुधार केन्द्र मार्फत 2500 भन्दा बढ़ीलाई उपचार गरी दुर्व्यसनको लतमा फसेकालाई पुनः समाजमा स्थापित गरी सरल र सहज जीवन व्यतीत गर्न सहयोग गरिरहेको छ। कुलतमा फसेकाहरूलाई विभिन्न किसिमका शारीरिक तथा मानसिक रोग हुन सक्ने भएकोले तारकेश्वरको पदमसाल चोकमा अवस्थित नमस्ते उपकार नेपाल पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर खोलिएको छ। यहाँ तारकेश्वरको ढकालटार र 3 पिप्लेमा अवस्थित नमस्ते उपकार नेपाल सुधार केन्द्रमा आएका बिरामीहरू तथा सर्वसाधारण जनता सबैलाई सेवा दिइन्छ। रिहाबको कन्सेप्टमा चाहिँ संसारको जुनै पनि कुनामा भएका रिहाबहरूको उपचारको पद्धति भनेको चाहिँ नार्कोटिक एनोनिमस र होलिस्टिक एप्रोचको प्रोग्राम अन्तर्गत नै काउन्सिलिङ प्रोग्रामबाट जाने हो है। अब यो त काटेर सिलाएर एन्टिबायोटिक खाएर निको पार्ने रोग नभएकोले गर्दाखेरि यसलाई चाहिँ व्यावहारिक चिकित्सा पद्धतिको प्रणालीबाट चाहिँ उनीहरूलाई चाहिँ व्यावहारिक बनाउँदै लिएर जाने जुन यहाँ क्रियाकलापहरू गराइन्छ र उनीहरूलाई नसाको कारणले गर्दाखेरि फिजिकल्ली कसैको किडनीमा समस्या आएको हुन्छ, कसैलाई लिभरको समस्या आएको हुन्छ, कसैलाई हार्टको समस्या आएको हुन्छ, अनि कसैलाई चाहिँ विभिन्न प्रकारका संक्रमित रोगहरूबाट चाहिँ ग्रसित भइराखेका हुन्छन्। परिवारले चाहिँ अब थाहा पाइराखेका हुँदैन, तर हामी कहाँ ल्याइसके पछाडि चाहिँ उहाँहरूको चाहिँ फुल्ली हामीले चाहिँ होल बडी डायग्नोसिस गर्छौँ। त्यो डायग्नोसिस गर्दाखेरि उहाँहरूलाई संक्रमित रोग अथवा कुनै पनि खतरनाक रोगहरू लागेको छ भने परिवारलाई बोलाएर अनि हाम्रो डाक्टरको टिम र परिवार बसेर सहकार्य गरेर यहीँ हाम्रै हस्पिटलबाट हुन सक्ने हामीले मेडिसिन गरेर हामीले उहाँहरूलाई ट्रिटमेन्ट गर्छौँ। नसक्ने केसलाई चाहिँ हामीले चाहिँ अर्को ठुलो हस्पिटलमा रिफर गर्ने गरेका छौँ। नमस्ते उपकार नेपाल सुधार केन्द्रले अहिले अवस्था हेरेर 7 दिन, 21 दिन र 6 महिनादेखि 1 वर्षसम्म राखेर दुर्व्यसनमा फसेका युवाहरूको उपचार गरिरहेको छ। यस केन्द्रमा आइसकेपछि होल बडी चेकअप, रुटिन अनुसार डाक्टर चेकअप, काउन्सेलिङ, मेडिटेसन, डेली योगा, डिटोक्सिफिकेसन, मोटिभेसन क्लास सबै गरिन्छ। नमस्ते उपकार नेपाल सुधार केन्द्रले अहिले साइकोलोजिस्ट डाक्टर जोगमाया चौधरीद्वारा व्यक्तिगत परामर्शका साथै ग्रुप काउन्सेलिङद्वारा दुर्व्यसन र मानसिक स्वास्थ्य सम्बन्धी उपचार गरिन्छ। 3 पिप्लेमा अवस्थित नमस्ते उपकार नेपाल सुधार केन्द्र निकै नै शान्त, रमणीय र हरियाली वातावरणमा भएको हुँदा यहाँ आउने बिरामीहरू चाँडो निको हुने गरेका छन्। यहाँको भवन रिहाब सेन्टरको लागि सरकारी मापदण्ड अनुसार बनाइएको छ। यहाँ राम्रो छ तपाईँलाई। अब अन्त पनि 2 दिन ठाउँमा बसेँ होइन। अब अन्त बस्दाखेरि चाहिँ अब जस्तो यहाँको जस्तो फेसिलिटीहरू थिएन क्या तपाईँलाई। अब गाह्रो साह्रो पर्दाखेरि औषधिहरू नदिने टाइममा
होइन मान्छेलाई पेन भइरहँदा पनि नदिने औषधि कमसेकम यहाँ आएपछि अलिकति गाह्रो हुँदा पनि औषधि पाउने धेरै नै गाह्रो भएको छ हस्पिटल नजिकै छ त्यहाँ लिएर गएर राखिदिनु हुन्थ्यो 2-4 दिन होइन खानाहरू राम्रो छ यहाँनिर सुन्नको लागि ठाउँहरू राम्रो छ होइन क्लासहरू हुन्छ टाइममा मनोरञ्जन पनि हुन्छ टाइममा खेलाउने पढाउने त्यसो हरेक चिजहरू चाहिँ टाइम टेबलमा चलिन्छ यहाँ चाहिँ किनकि बाहिर गएर अब न काम छ केही छैन होइन त्यो भन्दा राम्रो त मलाई ठिक छ नि त अझै केही समय चाहिँ अझै सर्भिस दिन्छु अनि केही समय अझै आफूलाई स्ट्रङ बनाएर चाहिँ त्यसपछि बाहिर निस्किन्छु यहाँबाट अनि अहिले धेरै मानिसहरू कुलतमा फस्नुमा व्यक्तिको पारिवारिक पृष्ठभूमि पालन पोषण र समाजको भूमिकाले पनि असर गर्ने र उपचारको लागि बिरामी र परिवार दुवैलाई धेरै धैर्यता चाहिने कुरा बताउनुहुन्छ कन्सल्टेन्ट साइकियाट्रिक डाक्टर भरत खड्का। लागू औषध धेरै मात्रामा प्रयोग गरेर त्यसबाट छुट्न गाह्रो हुने अवस्थालाई नै एडिक्सन भन्छौँ। एडिक्सन भन्ने टर्म अहिले बेसिकली इन्टरनेसनल फोरममा युज हुँदैन नभए तापनि विभिन्न टर्म्सबाट यसलाई भनिन्छ जस्तो डिपेन्डेन्ट सिन्ड्रोम आइसिडी क्लासिफिकेसनका अनुसार यसलाई चाहिँ डिपेन्डेन्ट सिन्ड्रोम विथड्रल सिन्ड्रोम साथसाथै विभिन्न के अरे लागू औषधले गर्ने साइकोटिक अथवा डिप्रेसिभ सिम्पटम्स भनेर चाहिँ चिन्न सकिन्छ वञ्चित हुन सकोस्। नमस्ते उपकार नेपाल पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरले अहिलेसम्म हजारौं बिरामीलाई सेवा दिइसकेको छ। यस सुधार केन्द्रमा बसेका बिरामीहरूलाई पनि सबै यही उपचार गरिन्छ। यदि यहाँ सम्भव नभएमा अन्य हस्पिटलमा रिफर गर्ने गरिएको छ। बाहिरको पेसेन्ट पनि आउँछ तर मेन फोकस मेन प्रायोरिटी भनेको हामी सेन्टरको बिरामीलाई दिन्छौँ। सेन्टरबाट हाम्रो भनेको बिरामी आउनु भनेको हेलोसुलेसन विथड्र र सिजर भन्ने हुन्छ। अल्कोहलिक विथड्र भनेको हाम्रो फर्स्ट टाइम भनेको उसलाई अलिअलि थाहा हुन्छ। सेकेन्ड स्टेजमा गइसकेपछि हाम्रो हेलोसुलेसन भन्छु। हेलोसुलेसन भनेको उहाँले अब उसलाई के पनि थाहा हुँदैन अनकन्सियस हुन्छ उसले नाम सोधे पनि थाहा हुँदैन कहाँबाट आएको थाहा हुँदैन त्यस्तो केही पनि थाहा हुँदैन उसलाई। अनि त्यसपछि अर्को थर्ड स्टेजमा जानु भनेको त्यो भनेको धेरै डेन्जर स्टेज हो। त्यो डेन्जर स्टेजमा तपाईँको ब्रेन हेमरेज हुनसक्छ भेन हेमरेज हुनसक्छ होइन इमिडिएटली डेथ हुनसक्छ त्यो स्टेजमा। त्यो स्टेजमा हामीलाई पुग्न दिँदैनौँ। यहाँ हामी चाँडैभन्दा चाँडै फर्स्ट स्टेजमा अल्कोहलिक विथड्रमा आइपुगिन्छौँ। त्यही भएर हामी यो म्यानेजमेन्ट गरेर त्यसको अल्कोहलिक म्यानेजमेन्ट सबै साइकेट्रिक्स मेडिसिनहरू हाम्रोमा डाक्टर भरत खड्का साइकेट्रिक्स हुनुहुन्छ मेरो सिनियर उहाँको इन्स्ट्रक्सन अनुसार प्रिस्क्रिप्सन गर्नुहुन्छ म चाहिँ जेनरल मेडिसिनहरू चलाउने हुन्छ है। त्यसको लागि विगत हाम्रो अहिलेसम्म लगभग मैले हेरेको तपाईँको 500 देखि 600 केस भयो बिरामी। यस सुधार केन्द्रले अहिले धेरैलाई पुनर्जीवन दिएको छ र कतिलाई मृत्युको मुखबाट समेत बचाएको छ। संस्थामा आएपछि चाहिँ अब मेरो सिक पिरियड सुरु भयो। सिक पिरियडमा चाहिँ अब 3 दिन जस्तो पछि चाहिँ अनि मलाई सिजर अट्याकहरू हुन थाल्यो कि 5-5 मिनटमा ढल्ने 10 मिनटमा ढल्ने होइन ढलेपछि केही पनि याद नहुने त्यस्तो खालको हुन थाल्यो। अनि त्यसपछि यहाँबाट दाइहरूले यहाँको संस्थाको दाइहरूले मलाई यहीँको नमस्ते उपकार नेपाल पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा लगेर उपचारमा राखिदिनु भयो। अनि त्यसपछि त्यो उपचारको क्रममा चाहिँ अब यहाँको डक्टरहरू होइन नर्सहरूले एकदम राम्रो हस्पिटालिटी दिएर होइन राम्रो टाइममा मेडिसिनहरू दिनुभएर अब मरिसकेको मान्छेलाई पनि पुनर्जीवन दिनुभएको छ। अब यो संस्थाले गर्दाखेरि म मरिसकेको मान्छे पनि बाँचेको छु होइन त्यसको लागि चाहिँ यो संस्थाको लागि म एकदम आभारी छु। रिह्याब ट्रिटमेन्ट गर्ने भनेको एउटा जुन घरमा चाहिँ गाह्रो भएको अवस्था छ त्यो गाह्रो अवस्थालाई चाहिँ रिह्याबमा राखेर फोर्स्ड एब्स्टिनेन्स भनेको मतलब चाहिँ उसलाई जबरजस्ती चाहिँ त्यो इन्भाइरोमेन्टमा त्यो मोटिभेटेड भएर उसले छोड्छ पहिलो कुरा। दोस्रो कुरा सुरुमा हामीले डिटक्सिफिकेसन गर्छौँ भनेको मतलब उसमा भएको टक्सिनलाई निकाल्छौँ। त्यसको प्रोसेस विभिन्न तरिकाले गर्न सकिन्छ। विभिन्न औषधिहरू दिएर चाहिँ डिटक्सिफिकेसन प्रोसेस हुन्छ। त्यो सँगसँगै आउने कम्प्लिकेसनहरू यहाँ विभिन्न के अरे स्वास्थ्यकर्मीहरूबाट नियमित रूपमा उपचार गरेर हामीले चाहिँ चेक एसेस गर्दै औषधि चलाउँदै गर्छौँ। त्यसपछि भनेको चाहिँ मोटिभेसनल इन्हान्समेन्ट थेरापी जस्तो औषधि मात्र ठुलो कुरा होइन। औषधि सँगसँगै उसलाई मोटिभेसन जरुरी हुन्छ। ऊ अहिले रिह्याबको माहौलमा अथवा कुनै पनि एकछिन खाँदिनँ भन्ला तर भोलि गएर जुन इन्भाइरोमेन्टमा फर्केर जान्छ त्यो इन्भाइरोमेन्टमा गइसकेपछि उसलाई के चिजले चाहिँ मोटिभेट गर्छ त त्यो कन्टिन्यू गर्नको लागि त्यो स्टेप वाइज स्टेप उसलाई हामीले सिकाउँछौँ कि रक्सीले गर्ने फाइदा बेफाइदा साथसाथै के चिज चाहिँ उसकोलाई असर गरेको छ र सँगसँगै के गर्दाखेरि चाहिँ उसले चाहिँ त्यो माहौलहरूलाई छोड्न सक्छ भन्ने कुराहरू स्टेप वाइज स्टेप ट्रिटमेन्ट प्रोटोकलमा आउँछ र त्यो भन्दा भन्दै उसको दिमागमा छाप बसेर भोलि
रिहाबबाट जाँदाखेरि होस् या कुनै पनि ठाउँमा नयाँ ठाउँमा अब गएर त्यही इन्भाइरोमेन्टमा चाहिँ घुलमेल हुँदाखेरि उसले चाहिँ रक्सी या कुनै लागु औषध खानबाट चाहिँ वञ्चित हुन सकोस्। यस सुधार केन्द्रमा बसेका बिरामीहरूलाई आध्यात्मिक चिन्तनको लागि आत्मज्ञान पनि दिने गरिएको छ। यसले चाहिँ प्रेम रावज्यूको अन्तर्राष्ट्रिय प्रेम रावज्यूको शान्तिको सन्देश चाहिँ जनमानससम्म पुर्याउने काम गर्दछ हैन। यस्तै गरेर मेन भनेको उहाँको सन्देश भनेको शान्तिको बारेमा मात्रै हो हैन। शान्ति हामी भित्रै छ हैन। त्यही नै विषयलाई चाहिँ हाम्रो केन्द्रहरूले चाहिँ हामीले चाहिँ जनमानससम्म यही नै पुर्याउँछौँ। उहाँहरूलाई त हामीले अब हप्ताको एक दिन होइन कार्यक्रम सधैँभरि लिएर आएर 1 घन्टाको शान्तिको सन्देश हामीले सुनाइरहेका छौँ होइन। उहाँहरू ज्ञान लिने इच्छुक हुनुहुन्छ भने ज्ञान सत्र पनि हामीले यहीँ लिङ्क ल्याएर गराएको छौँ। अब उहाँसँग जान मिल्दैन भनेर सरले भन्नुभएको छ होइन। लानु पनि अब जिम्मेवारी लिनु गाह्रो भएको हुनाले हामीले यहीँ पनि तल पनि यहाँ पनि हामीले चाहिँ उहाँहरू लिन्छु भनेर जो इच्छुक हुनुहुन्छ भने हामीले ज्ञान सत्र यहीँ 1 घन्टाको लागि मेडिटेसन पनि गराइरहेका छौँ। यस सेन्टरले यहाँ बसेकाहरूलाई 24 घण्टा सेवा दिइरहेको छ भने पैसा नहुनेहरूलाई पनि निशुल्क कोटामा राखेर भए पनि उपचार गरिराखेको छ। त्यो बाबत चाहिँ अब जो यसो छ अब हाम्रो यहाँ डिटक्स गरिसकेपछि अब ब्याक टु रिह्याब जानुहुन्छ अनि रिह्याबमा उनीहरूले ट्रिटमेन्ट सकाइसकेपछि अनि रिह्याबमै सर्भिस दिनुहुन्छ। अब एज अ तपाईँको के भने अब नयाँ आउने न्यू कमर्सहरूलाई उनीहरूले टेक केयर गरिदिने, अब जो डिटक्सको लागि यहाँ आएको हुन्छ उसलाई हेल्प गरिदिने, इभन अब यहाँ एडमिट जो डिटक्सको लागि यहाँ एडमिट हुन्छ उसलाई हामी एकजना उसको पर्सनल असिस्टेन्ट भनेर राखेको हुन्छौँ। उसलाई हेल्प गर्नलाई, जो बिरामीलाई हेल्प गर्नलाई। अब बिरामीलाई अब त्यो डिटक्स फेजमा चाहिँ एकदमै गाह्रो हुन्छ। यो टाइममा उसलाई टोइलेट जान, भात खुवाउन, इच एन्ड एभ्री काम चाहिँ एकजना उसको हेल्पर जो असिस्टेन्ट हुनुहुन्छ उहाँले उसलाई फुल अन टेक केयर गर्नुहुन्छ। त्यही पनि अन्डरमा डक्टरहरूको डाइरेक्सन हुनु। आफन्तलाई यहाँ उपचार गराइरहेका र यहाँको सेवा देखेर निकै खुसी भएको बताउनुहुन्छ यहाँ आउने एक व्यक्ति। कस्तो भन्नुहुन्छ भनेदेखि अब त्यही बुझेर नै हामी आएको हो। हाम्रो यहाँ हस्पिटलको मेन चाहिँ हस्पिटललाई हामीले फोकस गरेको हो। किनभनेदेखि उहाँहरूसँग चाहिँ अब 2टा बिल्डिङको साथसाथै एउटा हस्पिटल भएको हुनाले जुनै पनि अवस्थामा 24 आवर्समा जुनै पनि बेला केही अप्ठ्यारो परेको खण्डमा चाहिँ तुरुन्तै ट्रिटमेन्ट हुने हस्पिटल नजिकै भएको भएर त्यो सुविधा चाहिँ भएको भएर यहाँ चाहिँ अलिकति गाह्रो पेसेन्टहरू अथवा गाह्रो अलिसिकेर आउनुभयो भने उहाँहरूलाई चाहिँ एकदम राम्रो चाहिँ यहाँ चाहिँ उपचार हुने भएको भएर र प्लस सबै गाइडनेसहरू पनि यहाँको चाहिँ राम्रो भएको भएर र लोकेसनको हिसाबले पनि अब राम्रो छ। बस्न खाना हेर्दाखेरि अब मेरो मान्छेले भन्दाखेरि चाहिँ मलाई जस राम्रो लागेको छ। त्यही हो। सबैलाई उपचार केन्द्रमा राख्दैमा सुध्रिहाल्छ भन्ने हुँदैन। कतिपयले पुनः सेवन गर्ने पनि हुन सक्छ। समय नपुगिकन परिवारले मेरो मान्छे राम्रो भयो, ठिक भयो, शारीरिक रूपमा उनीहरू आइसके पछाडि 1-2 महिनामै उनीहरू नसा नखाइसके पछाडि र यहाँको डेली रुटिनमा एक्सर्साइज, मेडिटेसन र खानाको टाइम टेबल भएपछि सबै मोटाउँछन्। मोटाइसकेपछि परिवार आउँछन्, यसो देख्छन् अब त खान्छ छैन, खाँदैन भनिदिन्छन्। तर उसको फिजिकल मेन्टल कन्डिसन त उहाँहरूलाई थाहा हुँदैन। त्यो कुरा चाहिँ यहाँ भित्रको अब्जर्भेसनलाई थाहा हुन्छ। तर उहाँहरू चाहिँ मेरो मान्छे राम्रो भयो अब म लग्छु भनेर चाहिँ 6 महिना राख्नुपर्ने, 3 महिना राख्नुपर्ने केसलाई चाहिँ नराखिकन 1-1.5 महिनामै लिएर गएको अवस्थामा चाहिँ रिल्याप्स हुन्छ। हाम्रो देशमा लागु औषध मादक पदार्थको उपचार सम्भव छ हैन। यो हाम्रै सुधार केन्द्रमा मात्र नभएर देशभरि सुधार केन्द्रहरू छन्। तपाईँ लागु औषध मादक पदार्थ सेवन गरिरहेका चाहिँ जो व्यक्तिहरू हुनुहुन्छ उहाँलाई चाहिँ नजिकको सुधार केन्द्रमा आफ्नै प्रयासले छोड्छु भनेर जानुहोस्। यदि आफ्नै प्रयासले छोड्छु भनेर आउन चाहनुहुन्न भने अभिभावकले उनीहरूलाई जति सक्दो हुन्छ छिटो चाहिँ उपचार केन्द्रमा पुर्याइदिनुहोस्। किनभने नपुर्याउँदाखेरिको कन्डिसन भनेको भोलि गएर जेलको सामना गर्नुपर्ने हुन्छ। HIV, एड्स, हेपाटाइटिस जस्ता सङ्क्रमित रोगहरू लाग्न सक्छ। लागिसके पछाडि बचाउँ भन्दा सकिँदैन होइन। परिवारबाट भिन्न भएर अलग्गिएर बस्नुपर्ने हुन्छ, अपाङ्ग भएर बस्नुपर्ने हुन्छ। विभिन्न दुर्घटनामा परेर
मृत्यु हुनसक्छ। त्यो कारणले गर्दाखेरि जति सक्दो हुन्छ 1 घन्टा भए पनि छिटो उपचारमा आएर बसेर उपचार लिएर सधैँ अवस्थामा फर्किन सकिन्छ भन्ने कुराको चाहिँ म चाहिँ यहाँहरूलाई सुझाव दिन चाहन्छु। रक्सी र दुर्व्यसनको लतमा कोही पनि फसेको छ भने जति सक्दो चाँडो उपचार गराइहालौं। नमस्ते उपकार नेपाल पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर पदमसाल तारकेश्वर, नमस्ते उपकार नेपाल सुधार केन्द्र ढकालटार तारकेश्वर, नमस्ते उपकार नेपाल सुधार केन्द्र 3 पिप्ले तारकेश्वर। आजको लागि भने हाम्रो कार्यक्रम यति नै। यहाँहरूलाई यो कार्यक्रम कस्तो लागिरहेको छ हामीलाई सल्लाह सुझाव लेखी पठाउनुहोला। यसको लागि हाम्रो इमेल एड्रेस रहेको छ guestlink@gmail.com। हवस् त आजको लागि भने म प्रस्तोता रेजिना श्रेष्ठ लगायत मेरो सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। नमस्कार।